नमस्कार जेआर च्यानलमा यहाँहरू सबैलाई स्वागत छ। आज म दुःखद समाचार लिएर आएको छु। हाम्रै लालबन्दी नगरपालिकाको जनज्योतिमा अध्ययनरत सचिन शाह टिप्परले ठक्कर दिएर घाइते भएको थियो। उहाँ उपचारको क्रममा मृत्यु भएको छ। हाम्रै नानीसँग अध्ययनरत युवा हुन्, बालक हुन्। नगरपालिका जब्ती स्थित भित्र सडक खण्डमा मेजरगञ्ज हिजो राति जब्तीबाट आउँदै गरेको ना 2 ख 501 नम्बरको टिप्पर ठक्कर दिँदा साइकल सवार कविनाशी नगरपालिकाका हुन् 8 अगरबा घर भई 4-5 वर्षदेखि चाहिँ लालबन्दीमै 5 मेजरगञ्जमा पनि घर बनाएर बस्दै आएका दिनेश शाहका छोरा हुनुहुन्न 20 वर्षीय सचिन शाह घाइते भएका थिए। घाइते उपचारको क्रममा उहाँ मृत्यु हुनुभएको छ। उनको प्रादेशिक अस्पताल मलङ्गामा राति 9 बजे निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तीव्र गतिमा रहेको टिप्परले सचिनलाई निकै परसम्म घिसारेको चाहिँ त्यहाँको देख्ने व्यक्तिहरूले चाहिँ भन्नुभएको छ। उक्त घटनामा चाहिँ आक्रोशित भएर त्यहाँका स्थानीयले टिप्परलाई चाहिँ आगजनी गरेका थिए आगो लगाई जलाएका थिए। सचिनलाई लालबन्दी बजारबाट पसलमा सामान किनेर चाहिँ साइकल चढेर फर्किँदै गर्नुभएको थियो। त्यसै क्रममा दुर्घटनामा पर्नुभएको छ। उहाँ लालबन्दी जनज्योति मैले भन्ने 10 कक्षामा पढ्ने बालक हुन्। उसको पोस्टमार्टमको लागि चाहिँ प्रादेशिक अस्पताल मलङ्गामा लगेका छन्। टिप्पर चालक भने चाहिँ अब टिप्पर छोडेर भागेका छन्। एकछिन उक्त घटनाले चाहिँ लालबन्दीमा तनावग्रस्त पनि बनेको थियो। म सम्पूर्ण चालकहरूलाई अनुरोध गर्छु, कृपया केयर गरेर चलाइदिनु होला। तपाईँको लापरवाहीले यसरी दुर्घटना गएर ज्यान जाने हुन्छ। विशेष गरी टिप्परबाट धेरै दुर्घटना भएको छ। बाइक, स्कुटर, साइकल चालक धेरैजसो टिप्परबाट दुर्घटना भएको देखिन्छ। टिप्परबाट दुर्घटना भएका व्यक्ति कोही पनि जीवित नरहेको देखिन्छ। सायद टिप्पर अग्लो भएर पनि हुनसक्छ। तल बाइक, साइकल, स्कुटरमा राइडर गरेका जुनमा चढिरहेका व्यक्ति चालकलाई चाहिँ देख्न सक्दैन। सायद कम देख्छ होला, देख्दैन होला। त्यही भएर पनि धेरैजसो टिप्परबाट चाहिँ एक्सिडेन्ट भएको देखिन्छ। कृपया चालक दाजुभाइहरूले चाहिँ एकदम केयर गरी चलाइदिनु होला। तपाईँहरूले केयर गरेर चलाइदिनाले दुर्घटना कम हुन्छ र मानिसहरूको ज्यान जोखिमबाट मुक्त हुन्छ। तपाईँहरूले केयर गरिदिनु भयो भने एक्सिडेन्ट नै हुँदैन। एक्सिडेन्ट नभएपछि मान्छेहरू एक्सिडेन्ट भएर मर्ने चाहिँ हुँदैन। त्यस सम्पूर्ण चालकहरूलाई बस, ट्रक, म्याजिक धेरैजसो चाहिँ टिप्परबाट चाहिँ एक्सिडेन्ट भएको देखिन्छ। अहिले म्याक्सिमम टिप्परबाटै एक्सिडेन्ट भएर चाहिँ मृत्यु भएको छ। जहाँको पनि सुन्छु टिप्परबाटै मृत्यु, ठक्कर दिएर मृत्यु भएको छ। त्यसरी टिप्पर चालकहरूले चाहिँ एकदम होसियारपूर्वक चलाइदिनु पर्यो। उहाँहरूले होसियारसँग चलाइदियो भने एक्सिडेन्ट चाहिँ कम हुन्छ र मान्छेको मृत्यु हुने पनि कम हुन्छ। त्यसै गरी हाम्रो नानी बाबुहरूले पनि साइकल चलाउँदा साइड लगाएर चलाइदिनु पर्यो।
बाटो क्रस गर्दाखेरि पनि दायाँ बायाँ यसो चारैतिर हेरेर क्रस गरिदिनु पऱ्यो। ठुला गाडीहरू आएको छ भने एकदम साइड लागेर हिँडिदिनु पऱ्यो। आफ्नो ज्यान आफूले जोगाउने हिसाब किताबले तपाईँहरू पनि साइकल चलाएर हिँडिदिनु होला, पैदल हिँड्दा पनि त्यसै गरी जोगिएर हिँडिदिनु होला भन्ने पनि अनुरोध गर्दछु। अन्त्यमा यस मृतक बाबुको चाहिँ स्वर्गमा बास होस् भन्दै उहाँलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु भने उहाँको परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्दै यो दुःखद समाचारबाट बिदा हुन चाहन्छु। नमस्ते।